हेलो गाइस वेलकम ब्याक टु माई भिडियो। अनि आज चाहिँ हामी घरमा छौँ होइन। अनि भाइ पनि हिँडेर छ मसँग। अनि आज हो शिवरात्रि। आज चाहिँ भाङको लड्डु पनि खाइन्छ। अनि अब शिवजीको पुरा भक्त मान्छेहरूले त गान्जा फुक बाबा गान्जा फुक पनि हान्छन् नि होइन। अब गान्जा साँझ सब तान्छन् गरेर तान्छन् होइन। त्यो म खान्न ड्याम है। अनि यहाँ भाइ छ मसँग होइन। अनि हाम्रो सेन्टर पनि सक्यो नि त। अनि अब यसो आज भ्लगमा ल्याइदिनु पऱ्यो भनेर नि कतिपय च्यानलमा भ्लग पनि नआएको। अनि आज शिवरात्रिको दिन अलिक दामी भ्युज आउँछ भनेर मैले नयाँ कन्टेन्टको साथमा मैले ल्याएको छु होइन। एउटा भिडियो यो भिडियो चाहिँ लाइक एन्ड सब्सक्राइब चाहिँ गरिदिनु होला ल। अनि हाम्रो 144 सब्सक्राइबर भएको छ, कङ्ग्रेचुलेसन भयो। अनि आज यहाँनिर चाहिँ हामीसँग एउटा पेपर यहाँ लेखेको छ वार्निङ। यो पेपरमा के छ, यो पेपरभित्र यो तपाईँहरूलाई म एकछिनमा देखाउँछु। मौसम दाजुसँग अब मौसम ओए यो सरप्राइज के होला भन ल। यसमा के छ होला? साबुन। यहाँ वार्निङ पनि लेखिरहेको छ त। यसमा छ आज के हो? भाङ के तिमीसँग ओए रोहन दाजु आउनुभयो ल। यसमा के छ ल भन ल, गेस गर। भन ल, गेस युर सेल्फ। भाङको लड्डु होइन, भाङ मिलो अब लड्डु चाहिँ होइन केटा हो। टनलो भन भाइ। चुप, तँलाई थाहा छ। छिटो भन न ओए। भाङ त भाङ नि अब के छ के त्यसपछि भाङको चुरोट। सकेन आएन नि मलाई। खोला न खोला त्यहाँ खोला। भाङको पेडा हो केटा। पेडा देख्यो पेडा। ए हरियो छ त भाङ हाल्दा हरियो हुन्छ। हरियो छ त भाङ हाल्दा हरियो हुन्छ। तीसबाट भाङै अरे पहिला मैले खाने त रातो थियो। एउटालाई 30 रुपियाँ अनि दुईटालाई 55। मैले 55। घाँस हालेको पेडा भाङमा त्यसले फर्स्ट टाइम खाँदै हुन्छ है भाङ। यो केटोले त खाएको छ अरे, यसको रियाक्सन आउँदैन तर यो झट्टेको चाहिँ आउनु सक्छ। यसलाई मैले थोरै दिएको छु है फेरि। घाँस टाइप। चुप, यो चाहिँ लास्टै हात दिने हो क्या खन्साको नछोडा। केही भयो जस्तो हो तिमीलाई। त्यही त केटाको केही पनि चल्दैन यस्तोमा। दिदी यो त अलरेडी झ्याप भएकै हुन्छ। यो चाहिँ अलरेडी झ्याप हुन्छ यार। यसलाई अझै यस्तो खुवायो भने त यो त अनि हरियो जिरा होइन घाँस छ त्यो गाईहरूले खाने घाँस छ। एकचोटि टेस्ट हानेको थियो मैले, सेम त्यही हो। तर यार पहिला जस्तो मा चल्दैन यसमा। केही हुनु पहिला त चलेन। त्यही त म त्यही सोचिरहेको थिएँ। ओए भोलि लाग्नु भोलि स्कुल आउँ केटा त एक सेकेन्डमा सिद्धिन्छ क्या। ओए केटा हो भोलि यो भाङमा पान खाने। भोलि छुट्टी हो तपाईँहरूको? ला भाइ हाम्रो छुट्टी नै त हो नि। कोचिङ मात्रै लाग्छ? यस यो अब को खाने अलि गाइस तपाईँहरूको लागि पनि यो भाङको लड्डु
खानु होला ए भाङको पेडा खानु होला यसको लागि अर्को भिडियो पनि बनाउने छु तपाईँहरूले कमेन्ट गर्नुभयो भने पार्ट 2 बनिने छ है भरे बेलुका जानुपर्छ ल उता गुरुकुलमा सोटी सबै पाइन्छ अनि खिर अनि रोटी सब्जी के पाइन्छ तर केटा गाइजहरू यिनीहरू दुईजना चाहिँ लास्टै खान्छु अब म पनि हो हामी तिनजना यो कहाँ यो मेन यो कहाँ मेन दाजु हो त ओए तेरो ओए तपाईँको सिक्स प्याक देखाइदिनु न दाजु सिक्स प्याक पनि हेरौँ न भरे पनि भ्लग आउँछ हेरिदिनु होला हिजो हामी जान पाइनौँ बेलुकातिर पुराणमा होइन किनकि तपाईँहरूले देख्नुभएको छ हामीले भाङको पेडा खाएको थियौँ अनि भाङको पेडा खाएपछि त्यसले असर त पक्कै देखायो अनि पक्कै देखाएपछि अब हामी सुत्यौँ जानै पाइनौँ क्या गाइज हामी खाना खाएर सुतिहाल्यौँ हामी कुद्न पनि गएनौँ कहीँ पनि गएनौँ भात खायौँ सुतिहाल्यौँ भाङले असर गरिहाल्यो अनि त्यहाँ जान पाइनौँ अनि हिजोको साटो आज बनाएको छु मैले भ्लग होइन अनि आज चाहिँ हामी खेतमा आएको छौँ खेतमा होइन अलिक अँध्यारो भएको छ होइन गाइस खेतमा अनि यहाँ चाहिँ पानी हाल्न आएको क्या गाइस हामी खास गरी कस्तो अँध्यारो छ गाइस अनि यो चाहिँ मलाई एउटा म्याजिक थाहा छ गाइस त्यो आइस पपको आइसै आइस छ अब म यो सबै आइसलाई गटक्क निल्छु यो तेरो म्याजिक ट्रिक भयो झट्टै ल गाइस अब हामी चाहिँ यहाँ पानी हाल्न आएको होइन अनि पानी हालेर जाने अनि यो भ्लगलाई इन्ड गर्ने त्यति हो हाम्रो काम किनकि हिजो मैले इन्ड पनि गर्न पाइनँ र अनि आज एकैचोटि 2 दिनको भ्लग बनाएको थिएँ आज अनि यो चाहिँ क्यामेराम्यान हो म चाहिँ अब काम गर्छु ल क्यामेराम्यान फोकस गर गाइस हाम्रो देशी जुगाड चाहिँ अब हामी चाहिँ पानी चाहिँ नि गाइस देशी जुगाड गाइस खोलाबाट निकाल्छौँ होइन अनि खोलाबाट निकाल्नको लागि फर्स्टमा यहाँनिर अस्ति अन्त यहाँ केही थिएन होइन यस्तो झ्याक्रा झ्याक्री आज रोज छ गाइस अँध्यारो छ त्यही भएर देखिँदैन गाइस अब हामी चाहिँ लागेको होइन घरतिर अनि बात झमक्क रात पर्छको होइन यहाँ न आकाशको अनि हामी चाहिँ अब हाइवेबाट जान्छौँ होइन हामी चाहिँ हिजो केटाहरूले पनि हामी चाहिँ भरे जान्छौँ गाइस भनेर भनेको थिएँ तर अभियसली त्यो हुन सकेन किनकि हामीले भाङको पेडा खाएको थियौँ
कस्तो यार भाङको लड्डु भन्न आउँछ तर पेडा खायौँ क्या हिजो होइन गाइस म त त्यही पनि हिजो शिवरात्रि थियो त्यही भएर भाङको पेडा त खानै पर्यो अनि पेडा खाएपछि नि झ्याप भइहाल्यो झ्याप भएपछि सुतिहाल्यो गाईहरू धन्नले भात चाहिँ खाएर सुत्यो क्या नभए त्यो पनि नखाइकन म त दोकानमा सामान हुल्दै रिङेर चलाएको थियो गाईहरू गाइस अनि सबभन्दा थोरै चाहिँ मेरो साथीले खाएको थियो अनि सबभन्दा धेर चाहिँ यसले खाएको थिएँ यसलाई चाहिँ लागेन क्या मातै मुला यसलाई चाहिँ मात लागेन अनि मैले अलिक यसको भन्दा अलिकति थोरै खाएको थिएँ मलाई रिङेटा लगाएर कस्तो भयो क्या सानोमा केटाकेटीहरूलाई लाग्दैन रहेछ भाङले खाएर किनकि मैले पनि पहिला खान्थेँ मलाई पनि पहिला लाग्दैन थियो होइन अहिले चाहिँ खाँदाखेरि लाग्यो क्या त्यति हो अनि गाइस केटाहरू पनि सुतिहाल्दैछन् अनि कोही पनि नजान्ने भयो अनि मैले चाहिँ दोकान थन्काउँदाखेरि नै यतिखेरै हो हिजो थन्काउँदाखेरि ल्यालेक लुलुक भएको थिएँ तर खाना चाहिँ खाइहालेँ अनि खाना खाएर माथि गएर सुतिहालेँ म किनकि निन्द्रा लागेको छ नि त अनि फेरि माटो पनि चलाएको अनि माथि हुनु हुँदैन नि त त्यही भएर अनि म चाहिँ सुतिहालेँ अनि यो पनि एकछिनमा आधी घन्टा 1 घन्टा पछि सुतिहाल्दैछ अनि हामी जान पाइनौँ अनि गाइस म थोरै शब्दहरू उच्चारण गरिदिन्छु ल यसले भनेको सबै यसले गलत भन्यो किन भन्नु न यिनीहरू महागिचुवाहरू त्यहाँ खान पाइन्छ भनेर भाङको लड्डु असर गर्दा पनि यिनीहरू जान्थे तब मैले एउटा कुरा सुनेको थिएँ यिनीहरूलाई यो घिचुवा महागिचुवाहरूलाई कि त्यहाँ बेलुका केही खानेकुरा बाँधेन त्यही भएर यिनीहरूले नगर्काउनु नत्र भए मैले भनेको थिएँ भने अघि लखर हिँड्थे यिनीहरू घिचुवाहरू महागिचुवाहरू लखर यहाँ कुदेन भन्दै गाइस हिजोको र आजको भिडियोको लागि यति नै होइन दुइटै कम्बिनेसन गरेको यो भिडियो मन पऱ्यो भने लाइक एन्ड सब्सक्राइब गर्नु होला लागेन भने पनि गर्नु होला होइन अनि अब हामी फेरि अर्को टपिकमा भेट गर्छौँ यसको लागि जय नेपाल